ड्रागन हो आछि हाय छोइला भाइ तनी छोइला भाइ नमस्कार, आज हामी फ्रिस्को टेक्सासदेखि सान एन्टोनियो टेक्साससम्मको यात्राको लागि निस्केका छौँ। हाम्रो यात्रा लगभग 5 देखि 6 घण्टाको हुनेछ। छोरीहरू घर छोडेर आछौँ हैन यहाँ लगो छोरीहरू यहाँ लगो यहाँबाट लिएर गएको छोरीहरू यो हस्पिटल लास्ट टाइम चाहिँ म यसरी अस्ट्रेलिया जाँदाखेरि चाहिँ बिच बाटोमा निदाएको थिएँ। त्यतिखेर चाहिँ मेरो साइडमा पुरी थियो। त्यो भिडियो चाहिँ लिङ्क डिस्क्रिप्सनमा तल छ। अब बिचमा कति ठाउँमा हामी रोक्छौँ त्यो अनुसारले अलिकति समय थप हुनसक्छ, अथवा चाहिँ ट्राफिकको भोल्युम अनुसार अलिकति कम पनि हुनसक्छ होइन। तर चाहिँ 5 देखि 6 घन्टाभित्रमा हामी त्यहाँ पुग्ने हाम्रो लक्ष्य छ। घरमा ट्विन्सहरू चाहिँ 2 महिना क्रस भएका छन् अनि ट्विन्सको हजुरबा हजुरआमा काकासँग छन्। त्यति भएपछि हामीले ढुक्कसँग छोडेर निस्किन मिल्यो। हामीलाई सान एन्टोनियोमा साथ दिनको लागि चाहिँ ट्विन्सको मामा माइजू सन्देश र कृपा आउँदैछन्। उनीहरू जर्ज टाउन अस्टिनदेखि हो। उनीहरूको पनि 2 देखि 3 घन्टा जस्तो लाग्छ मलाई समय गाडीमा आउँदाखेरिमा। अब उनीहरूको त बच्चा छैन, 2 जना जोडी सर आउन मिल्यो। अब हामी निस्किन्छौँ रिभर वाकमा। त्यो साँझ पनि पर्यो अनि रिभर वाकमा है त अब एकछिन रिभर वाकमा भेटौँला। अहिले हामी सान एन्टोनियोको नजिकैको यो होटलमा ठ्याक्क चेक इन गरेर बस्यौँ। यहाँ अब सन्देशहरूसँग भेटघाट भयो। के छ खबर त्यो चाहिँ म एप्पल जुस खाएको छु नि। के लिनु भयो ब्रेकफास्टमा ल अब हाम्रो डेस्टिनेसन कता हो अब 14 मिनेट 14 मिनेट त्यही हो त्यही नै हो स्टार्ट हो त्यही नै हो ल 15 मिनट्स अलावा भेटौँ है त। बाई बाई ल हामी चाहिँ पार्किङ गरेर होइन यहाँ निस्क्यौँ। उनीहरू चाहिँ किन वहाँ हिँडिरहेछ उनीहरूले चाहिँ यता पार्क गरे। छोरीहरूको याद आयो कि छैन हजुरलाई? आएको छैन? मलाई त कस्तो छोरीहरूको याद आइरहेको 2टा ठुली र कान्छीको। मान्छेहरू चाहिँ आज त्यो चस्मा लगाएर अथवा चाहिँ क्यामेरामा एक्स्ट्रा लेन्स राखेर हेरिरहेछन्। भिड चाहिँ अब यो उसको सनको वरिपरि रिङ आउँछ भन्ने कुरा छ। आज हामी चाहिँ सान एन्टोनियो छौँ आल्मा भन्ने ठाउँमा। यतिखेर अहिले 10:27 भनेको छ होइन। अहिले 10:23 गयो। अब केही मिनटमा आउँछ। यो चाहिँ 1-1.5 घन्टा 1 घन्टाको लागि हो सायद। मैले ठ्याक्क न्युज पनि हेरेको छैन न्युज, तर यो चाहिँ 1 घन्टा कति मिनटको लागि चाहिँ हुन्छ भनेको छ। तर अब कस्तो देखिन्छ चाहिँ हामीलाई थाहा छैन। चल ताली बजायो देखियो
सबले चाहिँ चस्मा लाएर हेरेर छन् सब त्यहाँ ठ्याक्क त्यसमा बिचमा चाहिँ चन्द्रमा देखिन्छ हामी बिचमा जापानिज गार्डनमा यसो पसेर निस्किने कुरो भयो अब एकछिन जापानिज गार्डन हेरौँ अनि त्यसपछि गएर अन द वे जाउँला टिकट लिइसक्यो होइन 4 टिकट टिकट राख नि त तिमी डिस्कभरी टुर मात्रै लिनुभयो अर्को टुरको लागि चाहिँ टाइम पाएर वेटिङ एरिया यहाँ रहेछ डिस्कभरी टुरको लागि चाहिँ फलो गर भनेको छ है कमान्डले चाहिँ थाहा छैन है बेसी rules I'm going to go over that. We need to make sure to follow along the way. First of all, there's no touching anything inside the cavern. This includes wall, ceilings, and formations. We as mammals do have natural... यो अब हामी नेपालमा के तनहुँमा विमलनगरमा गएको सिद्ध गुफा पोखरामा गएको चमेरु गुफा अरू के गुफा छ नि पोखरामा महेन्द्र गुफा त्यस्तै टाइपको त हो नि होइन बाहिर पनि म एक दुई ठाउँ गुफा त गएको छु तर ठ्याक्कै उसमा गएको छु म मोनाकोमा गएको छु एउटा गुफामा मोनाको भनेको फ्रान्सको साइडको सिटी एउटा सिटी कन्ट्री पनि हो सानो कन्ट्री हल्का स्लोपी छ त्योहरू बोल्दै जान मिल्दैन ओहो यो केप त डेन्जर रहेछ नि अब एउटा टुरले हामीलाई भित्र लाने रहेछ होइन अहिले जाऊँ न टुरको पछि जाऊँ के हुन्छ हेरौँ म चाहिँ केको यात्रा ठ्याक्क बिच त नभएर फर्किनेको बिचमै अनि उनीहरूले एक्सप्लेन गर्दै थियो गर्दा गर्दै म चाहिँ अब पढ्नु सक्दिनँ मलाई चाहिँ अब प्रेसर दियो गाह्रो भयो भनेर म दौडेर बाहिर निस्केँ प्रसिद्ध भनेर मलाई त्यो कान डुम्म हुने ठाउँ अनि आवाज चर्को हुने ठाउँमा चाहिँ मलाई किन गाह्रो बनाउँछ अनि हल्का प्रेसर पनि दिन्छ मलाई यस्तो खालको दुई दिन वर्ष अवधि भयो कि अनि एकदमै गाह्रो भयो एकदमै प्रेसर दिएर रेस्टरुम जानै पर्ने कन्डिसन आयो धक्कुर्दै बाहिर निस्केर अनि यताउति खोल्न थाल्यो जङ्गल जस्तो थियो होइन यताउति खोज्नु थालेँ अनि खोज्दाखेरि त कहाँ भेटिने रेस्टुरेन्ट अनअथराइज पर्सन नट भनेर आयो अनि त्यहाँ मान्छेलाई सोधेको त्यो त बाहिर गएपछि मात्रै हुन्छ भने त्यहाँबाट फेरि 10 मिनट दौडिनु पऱ्यो त्यसपछि पार्किङमा आएँ गाडीमा बसेँ पानी खाएँ पहिला कुल भयो अब बाँकीको लागि वेट गर्दैछु जोस रमाइलो एक्सपिरियन्स भयो बाहिर हल्का प्रेसर दियो केपमा बसेको भएर हामी चाहिँ अब अस्ति जाँदैछौँ होइन यो फ्ल्याट टायर भयो फर्किँदाखेरि बिचमा हाइवेको बिचमा यसरी रेस्क्युको लागि मान्छे आउँदैछ टायर बनाएर हिँड्यौँ होइन टायर त पुरै धुँदा भएर यत्रो ठुलो झ्वाङ परेर च्यातेर कतैभरि हालत भएको रहेछ कसरी त्यस्तो भयो त नि एक्कासी कसरी त्यस्तो भयो अस्ति मात्रै हामीले हावा हालेर हिँडेको अस्ति यहाँबाट जाँदैमा
बिचमा हावाले हिँड्या सुरुमै हावाले हिँडेको हो, टायर पछि लो देखाइरहेको थियो, तर हावाले हिँडेको यत्रो टिक्यो वहाँ गइयो। त्यहाँबाट फेरि म त मनमा चाहिँ मलाई टायरमा के हुन्छ कि लागिरहेको थियो लाउनु चाहिँ। त्यहाँ अझ धेरै लागेर देख्छ लागिरहेको थियो। अनि राशि पनि त्यतिर आउँथेन क्या, गाडी चलाउँदै भन्दाखेरि हो र मिथुन राशिन त्यस्तो थियो आज राशि पनि त्यस्तो थियो, हप्ता पनि अस्तिबाट त्यस्तो थियो।